महानुभावहरू नमस्कार। रफ्तार न्यूजको न्यूज अपडेटमा तपाईहरुलाई हार्दिक स्वागत छ। दर्शक महानुभाव, रफ्तार न्यूजमा तपाई नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नुहोस्, साथमै रहेको बेल आइकन दबाउन नभुल्नुहोला। रफ्तार न्यूजमा हामी तपाईहरुमा देशभरका विभिन्न महत्त्वपूर्ण समाचार सम्प्रेषण गर्ने गर्दछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। दर्शक महानुभाव, सरकार चारैतिरबाट आलोचनात्मक बनेको छ। शिक्षक संघको माग पूरा गर्न सकेको छैन। लघुवित्त पीडितहरू पनि सडकमा छन्। सहकारी प्रकरणमा पनि पीडितहरूले अहिलेसम्म न्याय पाएका छैनन्। रविलाई थुन्ने मात्रै काम भएको छ। विभिन्न आरोप प्रत्यारोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यतिखेर गभर्नर नियुक्तिमा निकै ठूलो सकस परेको छ। यसबारेमा विशेष जानकारी दिनेछौँ। साथै नेकपा एमालेको चारैतिर आलोचना हुँदा देउबा किन मौन बसेका छन्। संयुक्त सरकार भए तापनि बदनामी एमालेको भएको छ। रवि लामिछाने प्रकरण बालेन्सा कुलमान गेसिङबारे विशेष समाचार। दर्शक महानुभाव, आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ। गभर्नर नियुक्तिमा ढिलाइ हुँदा सरकारको भविष्यमाथि नै प्रश्न तेर्सिएको छ। सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेस बीच सहमति नहुँदा गभर्नर नियुक्तिमा सकस पैदा भएको हो। खासमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउबाले क्षमता योग्यता भन्दा पनि खल्तीका मान्छेलाई गभर्नरमा नियुक्ति गर्ने लक्ष्यका साथ अगाडि बढेका छन्। दुई दलबीच राज्यका विभिन्न निकायमा सौदाबाजी हुँदा सुशान र लोकतन्त्रको धज्जी नै उडेको छ। यद्यपि गभर्नर भने नेपाली कांग्रेसको भागमा परेको चर्चा छ। नेपाली कांग्रेसले अर्थविज्ञ भन्दा पनि पार्टीको कार्यकर्तालाई गभर्नरमा भर्ती गर्न खोजेको देखिन्छ। रोचक कुरा त के छ भने कुनै बेला पूर्व गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको अर्थ समितिमा रहेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो। आज कांग्रेस सभापति शेरबहादुर देउबा नै आफू अनुकूल मान्छे भर्ती गर्न लागि परेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधि गत चैत्र 24 मा सकिएको हो। तर 1 महिना भन्दा बढी हुँदा पनि सरकारले गभर्नर नियुक्ति गर्न सकिरहेको छैन। गभर्नर समयमा नियुक्ति नहुँदा राष्ट्र बैंकका कारबाही प्रभावित भएका छन् भने मुलुकको अर्थतन्त्र थप सङ्कटतिर धकेलिने सम्भावना बढेको छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सुरुदेखि नै दाउपेच भएको देखिन्छ। गभर्नरमा 65 वर्षीय उमेर हदलाई संशोधन गर्न सत्तारूढ दल तयार भए। सर्वोच्च अदालतले 65 वर्षीय उमेर हद संशोधनलाई कार्यान्वयन नगर्न आदेश दिएपछि राजनीतिक दलहरू पछाडि हट्न बाध्य भएका छन्। केही दिन अघि देउबा र ओलीबीच गभर्नरमा राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्ने मोटामोटी सहमति भएको थियो। त्यसको सुइको पाएपछि भट्टले निर्देशक पदबाट राजीनामा दिएका थिए। तर डेपुटी गभर्नर निलम ढुङ्गानाले राजीनामा स्वीकृति गर्न आलटाल गरेपछि समस्या बल्झिएको छ। ढुङ्गानाले आफू पनि गभर्नरको दावेदार रहेको भन्दै भट्टको राजीनामा रोकेर राखेकी छन्। प्रधानमन्त्री ओलीले ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृति गर्न आग्रह गरे पनि उनले आलटाल गर्दै आइरहेका छन्। राष्ट्र बैंक एक स्वायत्त नियामक निकाय हो। राष्ट्र बैंक ऐन 2058 को परिप्रेक्ष्य 2 को दफा 3 को उपदफा 3 मा राष्ट्र बैंक अविच्छेद उत्तराधिकारी वाला एक स्वशासित र संगठित संस्था हुने भनिएको छ। तर सरकारले केन्द्रीय बैंकको गभर्नर पदलाई हलुका रूपमा हेरेको छ। राष्ट्र बैंक ऐन 2058 को दफा 25 मा बहालवाला गभर्नर पद रिक्त हुनुभन्दा पनि 1 महिना अघि नै नियुक्ति गरी सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ। तर ऐनमा भएका व्यवस्थालाई बेवास्ता गर्दै 18औं गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको छ। कामु गभर्नरले केन्द्रीय बैंक चलाएको यो पहिलो पटक भने होइन। तत्कालीन गभर्नर विजयनाथ भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दाको अभियोगसँगै निलम्बनमा परेपछि केही समय डेपुटी गभर्नर कृष्णबहादुर मानन्दरलाई कामु गभर्नरको जिम्मेवारी मिलेको थियो। त्यसपछि सरकारले दिपेन्द्रबहादुर खत्रीलाई गभर्नर बनाएको थियो। सर्वोच्च अदालतबाट सफाई पाएपछि भट्टराई पुनः गभर्नर बने भने क्षेत्रीय स्वतः पदमुक्त भएका थिए। गभर्नरको चासो अर्थविद भन्दा पनि आफ्नो कार्यकर्ताको हातमा दिने ओली र देउबाको मिसन उनीहरूकै लागि भारी पर्ने देखिएको छ। राष्ट्र बैंकलाई राजनीतिको छत्रछायामा पार्नु भन्दा पनि क्षमतावान व्यक्तिलाई नियुक्ति गर्नुमै बुद्धिमानी हुने देखिन्छ। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। सामान्य मानिसभन्दा सार्वजनिक महत्त्वसँग जोडिएका व्यक्तिहरू सामान्य घटनामै बढी चर्चामा आउने गर्छन्। आजभोलि हातमा सञ्चार पहुँच भएकाले व्यक्तिको सोच अनुसार यस्ता विषयहरू सूचनाका रूपमा सम्प्रेषण हुने गरेका छन्। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउने सम्भावना धेरै हुन्छ र भइरहेको पनि छ। यी सूचना सही नभएको अवस्थामा घटनासँग जोडिएर आएका कतिपय व्यक्तिहरूको निजी र सार्वजनिक जीवनलाई प्रभावित बनाउँछ। त्यस्तै एउटा घटनामा जोडेर पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई
सामाजिक सञ्जालदेखि चोकका चिया पसलसम्म चर्चाको विषय बनाइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता जनता जमातले भिभिआइपी मदिराको कमाल भनेर टिप्पणी गरेका छन्। यसै अनुसार ट्रोलहरू बनाएर सार्वजनिक गरिएको छ। मदिरा स्वस्थ प्रबन्धक नभए पनि मानिसको निजी जीवन र आन्तरिक सोचमा भर पर्ने विषय हो, तर सार्वजनिक जीवन भएकाहरू कहिलेकाहीँ प्रचारात्मक शिकार बन्ने गरेका छन्। मंगलबार अर्थात् वैशाख 23 गते राति टोयलेट गएको अवस्थामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लडेर टाउकोमा चोट लागेको र अस्पताल गएपछि सामान्य भएको कुरा सामाजिक सञ्जालबाटै फैलियो र प्रतिष्ठित सञ्चार माध्यममा समाचारका रूपमा पनि आयो। दुर्घटनामा परेका अध्यक्ष देशको भविष्यसँग जोडिएको भएका कारण उनीमाथि भएको यो दुर्घटनाको चासो स्वाभाविक पनि हो। सुरुमा खुमलटार स्थित निवासमै टोयलेटमा लडेको भनिएको थियो, तर एकाएक निवासको टोयलेटमा नभएर ललितपुरको एक महँगो रिसोर्टमा मध्यरातमा लडेको कुरा बाहिर आएको थियो। समाचार यति मात्रै आएन, बिदा मनाउन परिवारका सदस्यसहित गएको अवस्थामा रमाइलोका लागि मदिरा सेवन गरेको र हल्का बढी भएकाले यस्तो भएको भन्ने कुरामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बढी ध्यान दिएका छन्। तनाव भएका बेला अध्यक्ष प्रचण्डले कहिलेकाहीँ हल्का रूपमा मदिरा लिने गरेको चर्चा पहिलेदेखि नै चल्दै आएको छ। माओवादी जस्तो जिम्मेवार पार्टीको अध्यक्ष, पूर्व प्रधानमन्त्री र देशकै भविष्यसँग जोडिएको नेताले सेवन गर्ने मदिरा पनि सोही स्तरको होला भन्ने अनुमानसहित सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू झुम्मिएका छन्। अध्यक्ष प्रचण्ड ललितपुरको लाकुरी भन्ज्याङ स्थित टेरेसे रिसोर्टमा लडेको भन्ने खबर नै अहिलेसम्मको प्रमाणित हो। लडेको पक्का भए पनि ठाउँ पक्का गर्ने अरू सूचना आएका छैनन्। स्रोत र सञ्चालनहरूको भनाइ अनुसार प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसे रिसोर्टमा रात बिताउन गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर घाइते भए। यसपछि घरमा नभई मध्य रात ललितपुर लाकुरी भन्ज्याङ स्थित टेरेस रिसोर्टमा लडेको उनलाई मेडिसिटी अस्पताल लगेर उपचार गराएर राति नै निवास फर्काइएको थियो भनेर अहिले चर्चा भइराखेको छ। विगतका अनुभव र पाकाहरूको भनाइ मान्ने हो भने टोयलेटमा भएको दुर्घटनालाई राम्रो मानिँदैन। आजभोलि प्रविधियुक्त भएकाले प्राय टोयलेटहरू चिप्ला पनि हुन्छन्। टोयलेटमा लडेका धेरै जसोको मृत्यु भएका खबर बेला बेला आइरहेका हुन्छन्। यसले माओवादी अध्यक्ष प्रचण्ड टोयलेटमा लडेर घाइते भन्दा समर्थक मात्र होइन, विरोधी पक्षले पनि चासो राख्ने प्रचलन छ। तर टोयलेटमा लड्न मदिरा नै सेवन गर्नुपर्छ भन्ने तर्क चाहिँ युक्तिसँग देखिँदैन। जुनसुकै परिस्थितिमा पनि अनियन्त्रित भएर लड्न सकिन्छ। दुर्घटना हुन्छ, दुर्घटना पूर्व जानकारी भएर हुने कुरा पनि भएन। मानिस कति सतर्क थियो भन्ने कुराको भने खोजिन्छ, अनुसन्धान हुन्छ। अध्ययनहरूले सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई पनि चुनौती दिएका छन्। ल्यासेन्ट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप बढ्न सक्छ, तर प्रचण्डले त्यस दिन धेरै नै शराब पिएको बताइएको छ। दर्शकहरुमा त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार नै अगाडि बढ्ने बताएका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र दन्तपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचनको सहकार्य दोस्रो राष्ट्रिय कार्ययोजनामा कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा विषय कार्यक्रममा बोल्दै उनले यस्तो स्पष्ट पारेका हुन्। आफू मन्त्री बनेको 10 महिना भएको बताउँदै यो समय धेरै नरहेको जिकिर गरे। विगतमा 10 महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुनेमा उनी ढुक्क रहेका छन्। म मन्त्री बनेको 10 महिना भइसक्यो, फेरि 10 महिना धेरै पनि होइन, धेरै यसकारण होइन कि पहिला 10 महिनामा सरकार फेरिन्थ्यो, त्यसो हुनाले पुरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो। गृहमन्त्री लेखकले भने यसपालि 10औं महिनामा फेरिँदैन, यस्ता 10 महिना हामी 3-4 वटा अरू बेहोर्नेछौँ। तत्काल कुनै पनि हालतमा सरकार नढल्ने उनको भनाइ छ। दर्शकहरुमा त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। प्रधानमन्त्रीको अवसरमा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनु पर्ने बताएका छन्। स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाद्वारा आज बिहीबार काठमाडौँमा आयोजित नेपाल कुष्ठरोग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपालमा प्रति 10,000 मा एक भन्दा तलको संख्यामा कुष्ठ रोगी रहनु सुधारको संकेत भए पनि रोग पूर्ण रूपमा उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए। उनले कुष्ठरोग जस्ता संक्रामक रोग
लागि हालै नियमित उपचारलाई जागरणकै रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिएको पनि स्मरण गरेका छन्। उनले त्यही कारण आफ्नो मृगोला फेल भएको सन्दर्भ पनि कार्यक्रममा जोडेका छन्। ओलीले पछिल्लो पटक 2076 सालमा मृगौला प्रत्यारोपण गरेका थिए। मृगौलाले काम गर्न छाडेपछि 2064 सालमा भारतको एपोलो अस्पतालमा उनले पहिलो पटक मृगौला प्रत्यारोपण गरेका थिए। 2064 गरिएको मृगौलाले काम गर्न छाडेपछि 2076 मा फेरि नयाँ मृगौला प्रत्यारोपण गरिएको थियो। अहिले प्रधानमन्त्रीको शरीरमा 4वटा मृगौला छन्। प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेला घोचो नगर्न, कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारेका छन्। त्यस्तै उनले कुनै पनि रोग लुकाउनु हुँदैन भन्ने सन्देश सहित आम सञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे। दर्शकहरुमा त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौ। भारत पाकिस्तान युद्ध चर्किने देखिएको छ। बुधबार एका बिहानै भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरिसके पाकिस्तानले जवाफी कारबाही सुरु गरेपछि यी दुई देशबीच युद्ध चर्किने संकेत देखिएको हो। पाकिस्तानले हिजो बुधबार भारतमाथि बदला लिने घोषणा गरेको छ। यसअघि भारतले वायु, समुद्र र स्थल सेना हाई अलर्टमा राखेको छ। भारतीय मिडियाहरूका अनुसार जतिखेर जे पनि हुन सक्ने भन्दै भारतीय सेना हाई अलर्टमा रहेका छन्। पाकिस्तानले बुधबार जम्मू कश्मीरको सीमा रेखा छेउको गाउँमा बमबारी गर्दा 15 जना मारिएको र 50 भन्दा बढी घाइते भएका छन्। त्यस लगतै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो। सीमारेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलाबारी तथा बमबारीमा 4 बच्चा र 1 सैनिक सहित 13 जनाको मृत्यु भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ। पाकिस्तानले जवाफी कारबाही बढाउन सक्ने सम्भावनालाई आकलन गर्दै तीनतिरबाट सेना हाई अलर्ट रहनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। त्यस्तै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाब दिएको प्रतिक्रिया दिएका छन्। बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भारतीय फाइटर विमान खसालेको कुरा दिल्ली आफूले पुष्टि गरेको उल्लेख गर्दै यो हाम्रो तर्फबाट जवाब थियो। भारतले बुधबार राति गरेको क्षेप्रा